सो अलराइट डे 4 गुड मर्निङ होइन हिजो हामी यहाँ बस्यो होटेलमा जस राम्रो रहेछ होइन फुल बिहान फुल सो त्यही हो गुड मर्निङ गाइज न्यू डे विथ अ न्यू भ्लग न्यू एपिसोड होइन सबैजना फेसबुकहरू सबै बन्द भइरहेको म यो भ्लग त कहिले हाल्छु एडिट गरेर ठक्क सबै मिलाएर हाल्नेवाला छु अहिले चाहिँ हल्का आकाश खुल्ला जस्तो पनि भएको छ बादलले गर्दाखेरि यता चाहिँ कुहिरो लागेको छ जस माथि बाटोमा चाहिँ पानी नपरोस् होप सो फिङ्गर क्रस छ होइन जस पानी पऱ्यो भने त झ्याउ हुन्छ बाटोमा राइडिङ गरेर फिगी बिल्ली भन्छ अस्ति आउने बेला त्यस्तो भइथ्यो रुचेर आज त म अलरेडी त्यो म फ्लाइको ऊ चाहिँ सुटै लाउँछु म स्नो सुटै होइन त्यसले त पानी त्यति नपाला त्यो पनि बाहिर त्यहाँको बाहिर पनि रेनकोट लाउने ट्राई गर्छु हल्का एटिट्युड बढ्न लाग्यो खराएको हुन पर्यो अझै सबै हाम्रो सुर्खेतको ग्याङहरू आउनुभएको छ दामी तरिकाले साना साना भाइहरू पारा हान्थ्यौ ल ठिक छ दामी तरिका हामीले सबै ब्याकअप जिप प्याक गरिसक्यो सबै सामान हालिसक्यो अनि यता बाइकहरू पनि सबै रेडी छ अब चाहिँ भाइ नगरे तर केटाले कस्दै होला नि टाइट यहाँको लुज छ कि भन्ने आशंका थियो तर टाइटै भएछ छ मुनिको पनि अलि लुज छ क्या हो सबै टाइट छ हेलमेटहरू यहाँ पनि रेडी छ सो अब निस्किन्छौँ गाइस सो अब ल गाइस निस्क्यौँ सिएक्स निकालौँ हामी जाम त पहिला सिएक्स लिएर बाइकमा मोबिल हाल्न जाम मोबिल चेन्ज हान्नुपर्छ बस छोरा ल त्यो सिएक्समा हल्का घटेको कि भन्ने आशंका छ गरे बाई 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 हेर्नु बादलहरू टक्क खेलिरहेछ कुहिरो बादल हुने नि हल्का कालो बादल त छ पानी चाहिँ नपरोस् होप्सो होइन त्यो मेन हाइवे सकिसक्यो त्यहाँको होइन अब हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ सानो सानो हाइवे ल सुर्खेतबाट सबैजनालाई धेरै धेरै धन्यवाद यो बाटो म पहिला नै हिँडेछु यहाँबाट दैलेख हुँदै सर मानमा बजार गएर हाम्रो आज बास मानमा बजार होला जस्तो छ लेट्स सी अनि दाइल त अझ 200 कति कुदाउनु भन्दै गरे अब कुदाउनु भयो कुदाइदिउँ होइन भन्ने कुरो नि हो यो टिनको डब्बा हेर्नु न मलाई याद छ कि साइकलमा यस्तै टिनको डब्बामा पाउरोटी बेच्न आउँथ्यो बेनीमा यस्तो महँगो पठाउँथ्यो बसाउँथ्यो यस्तो मिठो हुन्थ्यो त्यो पाउरोटी अहिलेको पाउरोटी किन त्यो मिठै हुन्न र आमामा अचम्मै ठाउँ छ यार पाहाडमा तराईको जस्तो भाइ फिल भइरहेछ मलाई अहिले यार अनि बाटो खाली भएर नि राख्छ मलाई त अहिले अमेरिकामा चलाएको जस्तो फिल भइरहेको छ सानो यतातिर त्यो बाटो पाहाडमा धेरै घुम्थ्यो हुने भएर बसहरू त्यति ठुलो नपाइने रहेछ क्या यहाँबाट चाहिँ मानमा 135 किलोमिटर जुम्ला 221 किलोमिटर रहेछ रारा जाने बाटो पनि यो मानमाबाट चाहिँ हामी छुट्टिनेवाला छौँ गाइस हामी चाहिँ मानमाबाट पश्चिमतर्फ लाग्छौँ भनेपछि रारा जानको भइरहेको खरायो भाइ पछाडि माटो सुतेर बसे खरायो के छ ओहो अहिले त हामी स्वर्ग नर्क त के भन्ने स्वर्ग यो गाइस स्वर्ग खोज्न कहीँ जानु नपर्दो रहेछ गाइस हामी आफ्नै नेपाल घुम्नु पर्दो रहेछ पश्चिम जाऊ पूर्व जाऊ उत्तर जाऊ दक्षिण जाऊ तर नेपाल घुमा हेर्नु त आमामामा बाटोको हिसाबमा त यतातिर विकासकारी बेसी नै भएको यार उता हाम्रो म्याग्दी भन्दा क्या बबाल त्यो लाइनिङ हेर्नु डाँडामा पाहाडलाई सर्लक्क काटेर घुमाएर यताबाट फेरि उतै जानुपर्दो रहेछ हाम्रो म्यापमा ठ्याक्कै एक्ज्याक्ट लोकेसन त हेरेको नि तर म्याप हो माई गड यता झन् कति राम्रो राम्रो ठाउँ रहेछ र यार ओ हामीले पुरै टप अफ द डाँडामै आइपुगेछ नि त यार चिसो हुने ठाउँमा किन चिसो हुन्छ भने केटा ल हेर्नु बाटोको छेउमा सिस्नो घारी जस्तै रहेछ भनेको त रहेनछ यहाँबाट स्याउला भनेको 2 किलोमिटर अगाडि रहेछ स्याउला भन्ने ठाउँ आम्मामा रन्का हानेर गहन केटाले हामी भ्यू इन्जोय गर्दा हिँड्ला भन्दा रन्का हानेर हिँड्छन् गरे यार ओहो त्यो गाउँहरू हेर्नु त सर्लक्कको क्या राम्रो छ र टक्क अगाडि डुलालाई सर हिँड्नुभएको छ हामी चाहिँ फोनमा अहिले कनेक्सन छौँ र टक्क लाएर अगाडि गाडी आएको छैन भनेर भन्ने यो सानो बाटोमा अलिकति प्रिपेयर हुनु पऱ्यो चलाउनु पऱ्यो नि त होइन यो बेला चाहिँ ध्यान दिएर चलाउनु पर्छ साङ्ग्रो बाटो गाइस हामी चाहिँ एकछिन यो हो नि यार जङ्गल भनेको यार जङ्गलमै मङ्गल गर्ने आना है भाइ होइन टक्क लाएर हामी यहाँ ब्रेक गरेको छौँ दोस्तले यहाँ यसो आकाशबाट उडेर हेरौँ भनेर कुरा गरेका छन् सबजनालाई गाइजहरूलाई चाहिँ हाम्रो साथीहरूलाई चाहिँ आकाशबाट उडाएर देखाउँछु तपाईँलाई हामी तल कुद्छौँ तपाईँले चाहिँ आकाशमा हेर्नुहोस् एकछिन पछि हेर्नु आकाशै सर्छ एकछिनमा तातो भयो ल हराएको न्यु लुक्स गाइज भन ल हल्लै खुट्टा भनेसी ल हल्लै भनेसी आफ्नै गाममा नि चिनेनन् खरायोलाई होइन त गाइस हाम्रो जुगाड एप्पल ट्यागको जुगाड अब यो कहीँ गयो भने भेटिहाल्छ डोसले फेरि यहाँ नि हालिदिन्छ नि यार युज यार अब यो खोल्नै मिल्दैन ब्याट्री फेर्नुपर्छ यसको जाई हालिदिने यार यो गन यार दिमाग खराब गर्ने यार डोसले यार ल हेर्नु गाइस लोकल गोबर
होइन यो भनेको शुद्ध हात छैन दिदीलाई ल बल्ल पो सुहायो केटीहरूको भर हुन्न कि किन घरि माया गर्छु भनेर नाटक पार्छन् पछि त्यस्तो हुन्छ कि तल कोले आमा यति साँग्रो बाटो छ है अचम्म म त पहिला यो बाटो हिँडे जस्तो फिलै भएन यार म त यादै आन्थ्यो यो बाटो हिँडेको आउनु त आएको मराएर जाने बेला कुन बाटो गएछु त्यो बेला दैले खुँदै गएको यो दैले खुँदै आएछु कि म कताबाट आएछु कुनी वा त्यो बाटो ल एकचोटि आकाशबाट उडेर हेरौँ न है त लाइन पछाडि मजाले झाकेर अब खरा गाडीमा बस्छ अब आनन्दले आया ला मेरो लाइटको त चाकै झरेछ घुमेर कुनले घुमायो मलाई हेर्दाखेरि उता क्रास कति हेर्दै यो दाइलाई यार दामी अहिले चाहिँ सँगसँगै हिँडे कोही कोहीसँग रेस गर्छ गगने खोला भन्नेमा माथि Christmas, a time for me. त्यो आमालाई हालौँ न दाइ यार प्लिज त्यो आमालाई उसके रे तलमा पुऱ्याइदिनु नि Paradise, boarding, school, Adamis, Morvalia, R, Ragu, Kanal Delhi. आरामसित भन न अलिकन नाम चाहिँ के हो Workers Western. तिम्रो स्कुलको नाम के हो Hostel Zealand Paradise Boarding School, 8 Western, 4 Rakam, Kanal Delhi. आम्मा यो सहर